Welcome to Thapu Channel. गुरु भक्त दाई हुनुहुन्छ उहाँको अहिले यो ड्राइगन फल खेती सुरु गर्नु भएको छ। यो ड्राइगन फल खेती याङरक गाउँपालिका इकाइ शाखाबाट अनुदान पनि परेको थियो र उहाँले आफ्नो व्यावसायिक तरिकाले खेती गर्दै हुनुहुन्छ। उहाँसँग केही कुराहरू सोध्नको लागि म गइरहेको छु। हवस् त दाजु नमस्कार। नमस्कार। यो रोपेको ठ्याक्कै आज 2 वर्ष पुग्दैछ। 3 वर्षमा फल्छ भन्थे, 2 वर्षमा यतिको एक झ्याङमा लगभग 25 दाना जति देखिँदैछ। राम्रै हुन्छ जस्तो लाग्यो मलाई पनि। बारी साइड हो यो जग्गा चाहिँ। अनि यसको फेदमा यसो हाँगा छुटेकोलाई चाहिँ बिरुवामा मैले काटेर यसैको झार सफा गरेको ठाउँमा राख्दैछु। त्यसमा जरा टेकेर बिरुवा पनि लगभग 500-600 बिरुवा यहाँ तयार हुँदैछ। कसैलाई अब आवश्यक पर्छ, रहर लाग्छ भनेदेखि यसै गरी रोप्नलाई मैले बिरुवा पनि निकालिसकिरहेको छु। हामीले पहिले यो बिरुवा अनुदानमै भन्यो, तर यो पिल्लर र रड चाहिँ अनुदानमा पर्यो। यो बिरुवाको दाम चाहिँ हामीबाट 300 रुपियाँको दर गोटाको लियो। त्यसरी किनेर यहाँ रोप्यो। धेरै साथीहरूले त मन पराएनन्। यो 2-4 साल, यो 10-12 वर्ष नै यही बसिरहन्छ भन्दाखेरि गह्रो ओगटिन्छ, फल्थ्यो कि फल्दैन थियो भने मैले चाहिँ यसो विचार गरेँ, जे होस् न, जमिनको खाँचो छैन, कुनै जमिनमा बस सजाउँछ कि भनेर यहाँ 32वटा पिल्लरलाई मैले यसै गरी रोपेँ। तर यसको कुनै टाइममा अलिक पहेँलिने, ढुसी आउने जस्तो गर्दो रहेछ। विषादी चाहिँ चाहिँदो रहेछ। विषादी चाहिँ प्रयोग गर्नु पर्यो। ढुसीनाशक चाहिँ विषादी प्रयोग गर्नुपर्दो रहेछ बेला। टमाटरको जस्तो यसो इन्डोफिलहरू छसछुस दिँदाखेरि लाईहरू कमिलाहरू नबस्दो रहेछ। अहिले यो फुल खेल्न लागेको हो यो कि के होला? यो फुल जस्तो छ। यो फुलेर फुल्नलाई बस्यो। अब यो माथि नाइटो फक्रेर उँधो फेदमा अनारस पाइनएप्पल जस्तो गुटी बस्दो रहेछ। अनि पछि छिपिँदै जाँदा त रातो भएर रातो पुरा भइसक्दा पाक्दो रहेछ यो फेरि। अहिले बिरुवा पनि यहाँ बेच्ने गरी पनि हुन थाल्यो होला हजुरको? बिरुवा यो मैले फेदमा टुसा गएको लामा भएकोलाई मैले बिरुवामा यसो माटोमा राखेको, जरा टेकेर बिरुवा पनि तयार भइरहेछ। बिरुवा पनि तयार भइसकेको रहेछ। अब यता सबै वारपार राम्रो भएको रहेछ। यता अझै हेर्दै जाउँ यता कस्तो छ। सामान्य राम्रै लागिरहेको छ। बिरुवाहरू राम्रो रहेछ। यता अब यसको टायरहरू लगाउनु भएको रहेछ। यसको दायाँ बायाँ यसो के अरू सब्जी पनि हुँदो रहेछ। यसलाई सेप चाहिँ दिनु नहुँदो रहेछ। अनि यो बिचमा यसो एक लाइन टमाटर पनि फलाइरहेछु। यसलाई गोडमेल गर्दा यताकोलाई पनि गोडमेल लाग्दो रहेछ। अलिक सफै राख्नु पर्दो रहेछ यसलाई। कति समयमा यसलाई मलजल चाहिँ गर्नुपर्छ होला? यो मल चाहिँ अब वस्तुको मल 3 महिनामा मैले यसो दिने गरेको छु। मल चाहिँ प्रशस्तै माग्दो रहेछ यो बिरुवाहरूले। यो मलजल चाहिँ कति समयमा लगाउनु भयो? यो अब माथिबाट पनि रहेछ, यसलाई भर्सक यसलाई मल भरिसके 3 महिना 4 महिनामा यसो पचेको मलहरू, वस्तु गोबर मल दिने गरेको छ। हजुर। मल दिँदा र झारपातहरू अलिक सफा गर्यो भने अलिक फस्टेर आएको थाहा भयो मलाई चाहिँ। अनि यसलाई सुरुमा चाहिँ पिलरमा लगाउने बेलामा चाहिँ बान्नु पर्दो रहेछ हैन त? यो उसको डाँठहरूलाई बाँधेर मस्ट गरेर टाँस्दै उँभो दिनु पर्दो रहेछ। माथि गइसकेपछि ऊ फारिएर जाँदो रहेछ। धेरै चिस्यान बनाउनका लागि पछि चाहिँ सुक्खा याममा चाहिँ पानी दिनुपर्छ होला। सुक्खा यो हिउँदको टाइममा चाहिँ हप्तामा एकचोटि पाइपको पानीबाट सर बेलुका सिँचाइ दिनै पर्दो रहेछ। किन लामो सुक्खा हुँदो रहेछ त्यतिखेर। त्यसो गर्दा अब यो व्यावसायिक तरिकाले खेती गर्दा अझै बढाउँदै लाँदाखेरि राम्रो आम्दानी दिने देखियो। त्यसैले गर्दाखेरि अब अझै माथिल्लो गरामा पनि बढाउन सकिन्छ। यहाँभन्दा उँभो पनि 2 रोपनी माटो छ। यसलाई म यसै गरी ढकाउने नै विचार गर्दैछु। यसको काँडोले त भोत्ने पनि रहेछ नि। काँडा त साह्रै तिखो पो हुँदो रहेछ त यसको।
यो पुरा सिउँडी काँडा जस्तै पो हुने रहेछ होइन त? काँडो त यो 600 बित्दाखेरि मौरीले चिले जस्तै खिल गाडिए जस्तो गाडिरहन्छ, चिम्टे लाएरै तान्नुपर्छ। जोगिएर पन्जा लाएर काम गर्नुपर्ने रहेछ बढी जसो। यसलाई यो रोपाइको साइड मिल्यो। मैले चाहिँ यहाँ कहिले कहिले गोरु लाएर बिचमा जोत्छु। गोरुलाई घोत्तो रहेछ कस्तो मजाले जोगिएर हिँड्छन् भने नि यहाँनिर छस्स घोत्दाखेरि उता पिल्लरमा जानु हुँदो रहेछ भन्छ र सर्र कस्तो मजाले लाइन खेदेर जान्छ। जोत्न पनि सजिलो पो रहेछ। त्यसो गर्दा यो लाइनमा बिचमा जोतेर मसिनो बाली होचो बाली लगाउन पनि मिल्यो यहाँ। मिल्दो रहेछ यहाँनिर। के ठुलो बाली लसन प्याजहरू मसिनो छोटो बाली लगाउन साह्रै राम्रो हुँदो रहेछ। त्यसो गर्दाखेरि राम्रो रहेछ त। कति राम्रो देखिँदो रहेछ, हरियै देखिँदो रहेछ। अब यो पछि पाक्दाखेरि त लटरम्मै हुन्छ होला। यो राम्रै देखिँदैछ। घर मासतिर भयो कति मजाले सबै आउँछन्, आउने जाने यो के हो भन्छन्, के हो भन्छन्। सबैलाई यो नाम चिनाउनु पर्दो रहेछ। होइन यो नयाँ बाली भएकोले गर्दाखेरि अब कतिलाई थाहा नहुन सक्छ। अब यो राम्रो फल हो, खानको लागि पनि राम्रो भिटामिन आउँछ भनेको छ। यो समय त्यत्रो धेरै नै लाग्दो रहन्छ। चट्टसँगले अब बिचमा गोरु लाएर जोतिन्छ। यो फेदफेदमा यसो उखेल पाखेल एक दिन पनि लाग्दैन मलाई। यति काम गर्न म एक्लै गरिहाल्छु। त्यसो गर्दा समय पनि त्यत्रो धेरै लाग्दो रहेछ। अरू बाली भन्दा यसलाई अलिकति काम गर्नलाई चाहिँ सजिलो देखियो होइन? सजिलो। यो झन् अलैँची बालीहरू भन्दा यो सजिलो। आम्दामीमा चाहिँ राम्रो छ भन्छन्। अब आम्दामीको लागि पनि यो कति रुपियाँ केजी जति जान्छ भन्छन् यसलाई? यो खोइ पहिला 1200 रुपियाँ किलो भन्थे। अहिले हाम्रो फल्न थालेपछि यो 1000 पनि पर्दैन हो। अहिले त भाउ घटेको छ भन्छन्। ए भाउ अब अलिक घट्छ। धेरै उत्पादन भयो भने चाहिँ घट्छ। र पनि अब यो हाम्रो थर्पुमा त धेरै छैन। याङ्गरा गाउँपालिकामा अब यहाँ वार्ड नम्बर 4 मा त सबैभन्दा ठुलो खेती नै यहाँ भइरहेको छ। ड्रागन फल खेतीको बारेमा चाहिँ यहीँ अलिक राम्रो देख्छ। अनि यसो विचार गरेँ यो पाइनएप्पल भन्छ, भुइँकटर भन्छौँ, यो पनि त्यही समयमा मैले रोपेको। यो अहिले नै देखि ठ्याक्कै फल्न पो थाल्यो फेरि। सँगसँगै ऊ जस्तै जस्तै बाली रहेछ यो पनि। यहाँ लगभग मैले 100 पाइनएप्पल यो रोपिरहेको छु। यो पनि राम्रै फस्टाउँदैछ। यसलाई त गोडमेल पनि छैन त्यसै। यो यसो घाँस काटिन्छ, फस्टेरै आउँदो रहेछ। यसलाई मल पनि हालिएको छैन। यो एक किसिमको पानीहरू पनि दिनु पर्दैन। यो झन् खेतीमा यो झन् राम्रो रहेछ। सुक्खा ठाउँमा पनि हुने बाली रहेछ यो। सुक्खामा हुने, यो ढाँडडुँडमा पनि हुने। त्यसको साथसाथै यहाँ टमाटर खेती पनि लगाउनु भएको रहेछ। टमाटर पनि हुने रहेछ यहाँ। यो ड्रागनको उसलाई सेप नदिकन टमाटरहरू पनि यहाँ एक लाइनमा रोपेको। राम्रो गरी फलेको छ, राम्रो गरी पाक्दैछ। राम्रो फलेको रहेछ अहिले। यो ड्रागन फल खेती राम्रो लगाउनु भएको रहेछ। यसको लागि धेरै धेरै धन्यवाद दाजुभाउजूलाई। र आजलाई बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।